कर्मीको हो। यहाँ चाहिँ अघि आएर थुप्रो परेको हो। अहिले फेरि भाग्न खोजेको थियो, बालुवा हानेर रोक्याँ। यतापट्टि अहिले भर्खरै देखाएको यसमै यहाँ आएर अहिले पोको परेको हो। फेरि रानी चाहिँ निस्किन पाएन। मैले पनि भर्खर 2 घर बनाएको वनबाटै खोजेर पाएर गोठालो गएको नि मौकामा हेर्न सक्नुहुन्छ। यसरी पोको पर्यो। राति लिएर आएको थिएँ चैत्र महिनाको 16 गते। कसरी पोको पर्यो, कसरी भएको थियो त्यो मौरी झिक्ने बेला एक्लै भएको हुनाले भिडियो खिच्न नि पाइनँ। त्यति बेला नि टोकेको थियो मौरीले मलतल लपक्कै। रानो चाहिँ निस्किन पाएन क्या। रानी गेट लाएर राखेको थिएँ हिजो बेलुकै, पक्कै पनि भाग्छ भनेर शङ्का लाएर आज भाग्नलाई खोजिरहेको थिएँ। आज त 26 गते भइहाल्यो। 25 गते बेलुका राति हालिदिएको क्विन गेट। भाग्नै नदिने, भागे तापनि सकेसम्म रोकथाम गर्न पर्दो रहेछ। मैले बल्ल बुझेँ। म नि भर्खरको सिकारु हो, केही जाने पनि छैन। अहिले यो घर माथि उडेको थियो। अहिले धन्दा यतिको भात। मैले जानकारी त केही पाएन। एकचोटि तालिम चाहिँ सिकेको मैले, त्यसकै आधारमा मैले गरेको हो।